नमस्कार, स्वागत छ सम्पूर्णमा। कतिपय अवस्थामा आफैले भोगेको र कतिपय अवस्थामा हाम्रो साथीभाइबाट सुन्ने गरेको आज त मेरो कोहीले पकेट मार्दियो नि। त्यस्तो पकेट मार्ने व्यक्तिलाई नेपालको कानुन अनुसार कति सजाय हुन्छ त? यसको लागि हामीले मुलुकी अपराध संहिता 2074 को दफा 246 मा हेर्नुपर्ने हुन्छ। उक्त दफाको उपदफा 1 मा कसैले बगली मार्न वा मार्न लगाउन हुँदैन भन्ने कानुनी प्रावधान राखेको छ। त्यस्तै गरी उपदफा 2 मा भने चाहिँ कसैले पैदल हिँडिरहेको, सार्वजनिक यातायातमा यात्रा गरिरहेको वा कुनै सार्वजनिक स्थानमा रहेको व्यक्तिले थाहा पाउने वा थाहा नपाउने गरी निजको बगली वा निजको साथमा रहेको थैली, झोला वा अन्य कुनै किसिमको साधनमा रहेको नगद वा धनमाल लिएमा निजले बगली मारेको मानिनेछ भन्ने कानुनी प्रावधान राखेको छ। तर 10,000 रुपैयाँ नगद वा 10,000 रुपैयाँ भन्दा बढी मूल्य भएको धनमाल बगली मारेको भए दफा 241 बमोजिमको कसुर गरेको मानिनेछ भन्ने व्यवस्था गरेको छ। यानि कि चोरी अन्तर्गतको कसुर पर्न जान्छ। यानि कि चोरी गर्न वा गराउन हुँदैन भनेर दफा 241 मा राखिएको छ। सो उक्त दफा अनुसार चाहिँ निजलाई सजाय हुने व्यवस्था रहेको छ है। 10,000 रुपैयाँ नगद वा 10,000 रुपैयाँ भन्दा बढीको धनमाल रहेछ भने र अन्य अवस्था अघि मैले भनेको अवस्था त्यो बाहेकको अवस्थामा चाहिँ बगली मार्ने व्यक्तिलाई कति सजाय हुन्छ भन्दाखेरि यदि पहिलो पटक बगली मारेको रहेछ भने निजलाई 1 महिनासम्म कैद वा बिगो बमोजिमको जरिवाना वा दुवै सजाय हुनेछ। दोस्रो पटकदेखि भने चाहिँ पटककै पछि 2 महिनासम्म कैद वा बिगो बमोजिमको जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था चाहिँ उपदफा 3 मा राखिएको छ। यदि तपाईलाई अन्य कुनै प्रश्नहरू छन् भने तपाईले मलाई कमेन्ट मार्फत सोध्न सक्नुहुन्छ। अन्तिमसम्म मेरो भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।